जान लाग्यो कि हाम्रो माइजू आज माइजू खतरा कुर्ती लगाएर देखिनुपर्छ यो मेरो पिन्टु भाइ हेलो भन्न हेलो भन्दै बाबु हामी कहाँ गइरहेछौँ कहाँको झुलुङ्गे पुल हो किर्तिपुरको झुलुङ्गे पुल हो भन्दै न आज चिसो चिसो मौसम चलिरहेछ माइजूलाई जाडो लाग्यो त्यही पनि माइजूलाई जाडो लागेको छैन माइजूले यहाँ खतरा आज कुन कुर्ती अरे माइजू यो कप्तान कुर्ती कप्तान कुर्ती पन्जाबी जुत्ती पनि देखाइदिनु कप्तान कुर्ती आज त मेरो कम्बिनेसन खतरा छ मलाई जाडो लागेर मैले सल लिएर आएँ माइजूलाई जाडो लाग्छ छैन माइजू जवान हुनु भान्जीभन्दा माइजू जवान अब के भन्नु कहाँ गयो अब त हाम्रो माइजू सेलिब्रेटी भन्दा कम हुनुहुन्न यस्तो राम्रो भ्यू छ यहाँ तल चन्द्रगिरी देखिन्छ यताबाट यो हाम्रो घरदेखि आउनुभएको हाम्रो नयाँ दिदी आज उहाँलाई घुमाउन जाँदैछु ल बाबु हेलो हाई गाइस मेरो दिदीको च्यानललाई सबैले सब्स्क्राइब गरिदिनु होला भन न ल भन्नु त सानो भनिदेऊ न प्लिज मेरो दिदीको च्यानललाई सबैले सब्स्क्राइब गरेर लाइक कमेन्ट गरिदिनु होला माया गरिदिनु होला हामी यस्तो भिडियो बनाउने छौँ अझै हजुरहरूले लाइक सब्स्क्राइब यो किर्तिपुरको लासजनाहरूले ठाउँ मान्छे बित्यो भने यहीँ ल्याउँछ यो हेटौडाबाट सामान ल्याउने रोपवे यो यताको यो सनसेट हुन्छ घामै छैन आज यो डाँडाकाँडा वाउ त्यहाँ पुल छ बाबु बाबु यता हेरिदिनुहोस् न यो केटा झन् लास्टै ह्यान्डसम छ ल हामी झुलुङ्गे पुल जाँदैछौँ अब यहाँबाट यस्तो राम्रो देखिन्छ हामी यहाँ झुलुङ्गे पुलको नजिक पुगिरहेछौँ यहाँ तलबाट नदी हामी झुलुङ्गे पुलको नजिक पुग्दैछौँ तल यो खोला हो यस्तो डरलाग्दो खोला छ यो डाँडाकाँडा गाइस हामी झुलुङ्गे पुल पुग्यौँ माथि त्यो झुलुङ्गे पुल हो किर्तिपुरको हामी आज जाँदैछौँ माथि झुलुङ्गे पुल जान दामी छ तल खोला बगिरहेछ यहाँ माथि पिपलको रुख छ पिपलको बोट छ यता चौतारी यस्तो राम्रो चौतारी छ ल माइजू मकै किन्नु छिटो मकै खान मन लाग्यो बाबु मकै कस्तो छ मेरो मकै मिठो छ हामी झुलुङ्गे पुल पुग्यौँ अब बिस्तारै 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 केही हुन्न बाबु भिडियो बनाउनु
हामी अलि लुज टाइपको किन्नु होला नि कम्फर्टेबल छ तल झुलिङ्गे पुल घुमेर आयौँ अब हामी कहाँ जाँदैछौँ माइजू अब हामी कहाँ जाने हो अब हामी उमा महेश्वर बागभैरव ए मेरो मकै सक्का छैन सबैको सक्का क्या बाबु त्यसरी बोल्ने होइन नि कुन ठाउँ हो कुन मन्दिर हो यो वाह वाह राम्रो ढोग्न अब हामी उमा महेश्वरी जाँदैछौँ यो उमा महेश्वरीको सिटी हो यो हाम्रो उमा महेश्वरी मन्दिर हामी उमा महेश्वरी पुग्यौँ थकाइ लगाएर हामी बसेको थकाइ मार्न थकाइ लाग्यो माइजू बाबु बाबु खेलाउनला ललिपप ओ बाबु थकाइ लाग्यो भिडियोमा देखाइदिनुस् खेलाउन के हो चकलेट चक्लेट हो खै त मलाई दिएको एक केटालाई थकाइ लाग्यो त्यहाँ हाम्रो दिदी बस्नुभएको छ उहाँ नि थाकेर यो उमा महेश्वरी मन्दिर यो उमा महेश्वरी मन्दिर हामी मन्दिर पुग्यौँ नि माइजू यो मन्दिर हो यस्तो राम्रो छ जाने होइन भन उमा महेश्वरी मन्दिर हो यो यहाँ दुईवटा हात्ती छ जाने होइन यो लेन गएको तर खर्ची तो मैले तर थिए टिकटक बनाने के लिए बनाइदिन्छु भने बनायो दिदी यो मन्दिर बाबु बाबु हामी कहाँ आएको ए दे पादा यो कहाँ आएको हामी ए आउनु हामी कहाँ आएको ए दे पादा कहाँ आएको भन न कस्तो कुरा गर्छ यार